नेक्स्ट हेरौँ कडी बुस्ट। अब कडी बुस्ट भनेर चाहिँ के रहेछ त यसमा र कडी बुस्ट भन्यो भनेर याद गर्दा चाहिँ कडी बुस्ट भन्नेमा चाहिँ कडी सेप्स भन्ने एउटा चिज छ है। कडी सेप्स भनेको के होला त? यो यसलाई के भन्छ? यसलाई के भन्छ भन्दैन त यहाँ। यो मैले जुन फिगरमा देखाएँ। अहँ, यार्सा गुम्बा है। अब यार्सा गुम्बा भन्ने चिज चाहिँ हामीले त्यो माथि डाँडामा खोजेर मात्रै भेटिने चिज अब होइन है। जस्तै अघि मैले भने नि यो ज्ञानोडर्मालाई पनि व्यावसायिक रूपमा उत्पादन गर्न थालियो होइन, किनकि यसमा धेरै तत्त्व इम्पोर्टेन्ट चिज रहेछ। त्यस्तै गरेर अहिले यो यार्सा गुम्बालाई ल्याबमा बनाउन थालिएको छ, ल्याबबाट प्रड्युस गर्न थालिएको छ है यार्सा गुम्बा। किनकि के हो यो? टोनिक हर्ब हो। यसमा यति धेरै फाइदा हुन्छ है, यो त हामी सबैलाई नै थाहा छ कि यो कर्डिसिप्स साइनेसिस भनिन्छ यार्सा गुम्बा 420 mg हुँदो रहेछ है, हाम्रो प्रोडक्टमा राखिएको छ। हो यो के हो? एउटा फङ्गी जस्तै हो। जस्तै यो चाहिँ के हुन्छ यसको बारेमा हामी विस्तृत रूपमा फेरि पनि हेर्छौँ। यो चाहिँ 6 महिना एज अ प्लान्ट भएर बस्छ, 6 महिना चाहिँ जनावर जस्तरी हुन्छ भनिन्छ है। यो यसको चाहिँ आफ्नो आफ्नो एकदमै ठुलो महत्त्व छ। यो सजिलै पाइँदैन पनि है। यो हिमाली रिजनमा यो पहाड माथि पहाडको उसमा अनि हिमालको फेदहरूमा यो हिमाली भागमा पाउने हर्ब भयो। यसलाई चाहिँ अहिले व्यावसायिक रूपमा चाहिँ ल्याबहरूमा चाहिँ बनाउन थालिएको छ, प्रड्युस गर्न थालिएको छ, उमार्न थालिएको छ है। अब ल्याबको कुरा हो यो। यो के छ यसमा एकदमै धेरै फाइदा भएर चाहिँ यसको प्रोडक्सनहरू बढेको, उत्पादन बढेको। यसमा यस्तो फाइदा थिएन भने त किन मान्छेहरू एकदमै धेरै यसको पछि लाग्थ्यो त है। यसमा एकदमै धेरै फाइदा छ। अब के फाइदा हुन्छ त? यो कर्डिसेप्स हाम्रो कर्डी बुस्टमा छ है, यसको के फाइदा छ त हेरौँ है त। एकदमै थकान हुन्छ, शरीरमा ताकतै आउँदैन, एकदम थाके जस्तो भक्कुबै गर्छ। यसले के भयो? फ्याटी भन्छ त्यसलाई है। हामीलाई चाहिँ एकदमै ऊर्जा दिन मद्दत गर्छ है। तुरुन्त हुन्छ नि। जस्तै यो खान थालेको केही समय पछाडि छिटै चाहिँ रिजल्ट आउँछ है त, कर्डी बुस्टको चाहिँ छिटै देखा पर्छ। र अर्को के छ? हाम्रो शरीरमा एक्सर्साइजहरू गर्दाखेरि अक्सिजनको कमी भएर एसपिओ2 पनि भन्छ है, अक्सिजनको कमी भएर पनि एक्कासी हाम्रो त्यो सफोकेसन भएर पनि हाम्रो ज्यान जान सक्छ। एउटा कुरा त्यो हो एक्सर्साइज गर्दा। अर्को चाहिँ हामीलाई बेला बेलामा यत्तिकै पनि कस्तो सास फेर्न, सास तान्नै गाह्रो भयो जस्तो हुन्छ है। कसै कसैलाई चाहिँ यो रोगै जस्तो पनि हुन्छ, सफोकेसन भयो जस्तो हुने, सासै लामो सास फेर्नै नसक्ने है, अक्सिजनको कमी भइरहने है। यो चाहिँ अब हाम्रो सँगसँगै अक्सिजन लेभल चाहिँ ड्रप हुन दिँदैन है। मेरो नेटमा थोरै समस्या आइरहेछ सर। साउन्ड आइरहेछ है मेरो? ल अर्को के छ? ट्युमर सेल्सहरू भनेको छ है। ट्युमर सेल्सहरू भनेको मैले अघि भने नि, सेल्सहरू के हुन्छ मर्न थाल्यो अनि नयाँ सेल उत्पन्न भइरहेको छैन, त्यो मरेको सेल्सहरू ड्यामेज भयो त्यो एरिया। अब त्यो एरियामा बिस्तारै बिस्तारै सेल्सहरू एक्युमुलेट त्यही थुप्रिरहेको है, अनि त्यो ट्युमर जस्तो बनिन थाल्यो है। सुरु सुरुमा के हुन्छ? त्यो सेल्सहरू मरेर त्यो डेड सेल्सहरू हुनु भनेको चाहिँ क्यान्सर भइहालेको होइन। त्यसलाई चाहिँ निको पार्न सकिन्छ भनिन्छ, बेनिङ भन्छ, बिएनएन जिएन भनिन्छ कि यो क्यान्सरको स्टेजहरूमा फर्स्ट स्टेजमा पर्छ। यो चाहिँ क्यान्सरै हो भनिँदैन, फर्स्ट स्टेजलाई क्यान्सरै भनिँदैन, किनकि यो भनेको चाहिँ उपचार गर्न सकिन्छ। यो चाहिँ यसो शरीरमा इन्फेक्सनहरू भएको भनिन्छ। सेल्सहरू मर्यो फेरि रिजनरेट भइरहेन भने हो। अब त्यो चाहिँ बढिरहेको स्टेज 2, स्टेज 3, स्टेज 4 अब गयो भने चाहिँ क्यान्सर बढ्यो, ट्युमर सेल्सहरू भयो, म्यालिग्नेन्ट भन्छ। अब यो बढ्दै बढ्दै जान्छ, क्यान्सर कति फैलिन्छ, अलिकति थियो अझै बढ्दै बढ्दै गयो। हो यो ट्युमर सेल्सहरू चाहिँ के गर्छ त यसले, कर्डिसेप्सले चाहिँ
जुन त्यो पहिलो स्टेजमा छ नि है, हो त्यो त्यो जस्तो छ त्यस्तैमै त्यसलाई मारिदिन्छ। भइसके त यो कन्ज्युम यो खाने मान्छेहरूलाई भइसके ट्युमर सेल्सहरू होइन, किनकि सेल्सहरू रिजनरेट भइरहन्छ, भइसके यो ट्युमर सेल्सहरू आउँदैन। आएको छ कसैले र खाँदै हुनुहुन्छ भने पनि ट्युमर सेल्सहरूलाई चाहिँ मार्न मद्दत गर्छ। यो भनेको एकदम बेसिक लेभलमा भयो, यो चाहिँ सुरुको स्टेजहरूमा है, क्यान्सरको सुरु ट्युमरहरू देखेको भन्छ नि। त्यही भएर हाई स्टेजमा नदिने, रिस्क हुन्छ। माथिको स्टेजहरूमा हामी दिँदैनौँ अहिले नै भनेको, किनकि त्यो स्टेज भनेको लास्ट स्टेजहरूमा चाहिँ शरीर एकदमै कमजोर भएको हुन्छ, थेग्न नसक्ने पनि हुन्छ। के हुन्छ अब किमो गइरहेको हुन्छ, किमो पनि रेगुलर भइरहेको हुन्छ, थेरापी किमोथेरापी एकदमै धेरै, त्यो किमोथेरापी त सहन नसकिरहेको हुन्छ है। अनि खानेकुराहरू रुच्दैन, गनाउँछ, शरीर कमजोर भएको हुन्छ एकदमै, अनि औषधि धेरै हुन्छ। त्यही भएर हामीले सप्लिमेन्टहरू पनि अब एकदम लास्ट स्टेजमा दिउँ भने चाहिँ अब त्यो सबै थोकले गरेर झन् शरीरलाई लोड पर्न जान्छ कि भनेर त्यो केसमा चाहिँ हामी दिँदैनौँ। नत्र फर्स्ट स्टेजहरूमा सुरुमा चाहिँ हामीले दिन सक्छौँ। र के गर्छ यसले चाहिँ ट्युमर सेल्सहरू क्यान्सर सेल्सहरूलाई पनि मार्न चाहिँ मद्दत गर्छ है, त्यो सुरुको स्टेजहरूमा है। त्यसै गरी अर्को के रहेछ, रिड्युस बोन लस भन्ने छ है। यो वेट लसहरू भइरहने, एनर्जीहरू नआउने, यो हुन्छ नि हड्डीहरू यो जस्तै लडेर ओरेर ऊ हुन्छ नि भाँचिने, अनि बोन लसहरू भनेको चाहिँ दुब्लाउने है। अनि डिमिनरलाइजेसनहरू जस्तै क्याल्सियमहरू कमी भएर जाने, अलिकति ठोक्यो ओर्यो भने कि यो फुटिहाल्ने, हड्डी भाँचिएको छ भन्ने हो, यस्तो समस्याहरू यो बोनसँग सम्बन्धित, मसलहरूसँग सम्बन्धित हो, यस्तो केसहरूमा पनि दिन सकिन्छ। जस्तै ऊर्जा एनर्जीको लागि भयो कि त एकदमै धेरै वेट लस भइरहेछ भने पनि दिन सक्छौँ वेट गेन गर्नको लागि। तर हाम्रो जुन वेट गेनको कम्बिनेसन छ, वेट गेन गर्नको लागि हामीले जुन कम्बिनेसन राखेको छौँ हो त्यो प्रोडक्टहरू दिने, त्यसमा कुनै छैन भने चाहिँ कडी बुस्ट पनि दिन सकिन्छ है त। त्यसै गरी अर्को छ हार्टबिट। हार्ट स्टेबिलाइज भनेको एउटा चालमा चलिरहने के, अब कहिलेकाहीँ चाहिँ पुरै प्रेसर लो भएर लडेछ, कहिलेकाहीँ चाहिँ पुरै फेरि आजको भोलि प्रेसर हाई भएर मान्छे प्रेसर हाई भएर पुरै ऊ भएको छ, फेरि पसिनै पसिना चटचट चट आउने गरी भएको छ, हो त्यो पनि राम्रो होइन नि त। त्यो भयो भने मान्छेको आजको भोलि ज्यान जान सक्छ। प्रेसर आज लो भयो पुरै, भोलि फेरि हाई भएर एकदमै उ भयो भने त त्यो त राम्रो केस भएन। भनेपछि हार्टबिट चाहिँ के हुनु पर्यो, एउटा लेभलमा हुनु पर्यो। प्रेसर 120 देखि 80को नजिकै हुनु पर्यो, भरिसके 120/80 हुनु पर्यो होइन। त्यति नै ठ्याक्कै हुँदैन भने पनि त्यसको वरिपरि हुनु पर्यो। त्यही भएर पनि हामीले यो प्रेसर, सुगर, अनि हाम्रो नि मेन भनेको चाहिँ यो जुन म फ्याट 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 भन्छु नि कोलेस्ट्रल भनेर, त्यसमा ट्राइग्लिसराइड भन्छु नि है, ट्राइग्लिसराइड्सहरू, कोलेस्ट्रल, यो एचडिएल एलडिएल भन्ने हो, यो चाहिँ हामीले चेक गरिरहनु पर्छ कि, मैले नै पनि चेक गरिरहनु पर्छ, तपाईँहरूले पनि चेक गरिरहनु पर्छ। झन् यो रोगको जोखिमहरू हुनेहरूले त गरि नै रहनु पर्छ क्या। किनभने आजको भोलि रिपोर्ट चेन्ज हुन सक्छ है, थाहा हुँदैन, यो प्रेसरहरू चेन्ज भइरहेको हुनसक्छ, थाहा हुँदैन। त्यही भएर हामीले हाम्रो हेल्थ चाहिँ रुटिनली चेक, जस्तै सकिँदैन महिनै पछि सकिँदैन भने 3 3 महिनामा कि त 6 6 महिनामा चेक गरेर हाम्रो यो यो हाम्रो शरीरको यो ऊ चाहिँ ठ्याक्क त्यसको वरिपरि भइरहनु पर्छ है। होइन भने हामी हेल्दी छौँ भनेर हामीले भन्न सक्दैनौँ। हाम्रो रिपोर्टहरू चाहिँ ठिक छैन, हामीलाई थाहा नै छैन, अनि म चाहिँ हेल्दी छु भन्न मिल्दैन, के छ नि, म रिपोर्ट हेर्नु पर्यो नि त, अनि थाहा हुन्छ। त्यही भएर हामीले सजेस्ट गर्दा पनि यो रिपोर्ट चाहिँ 3 3 महिनामा चेक गरिरहने है भनेर भन्नुपर्छ। न ठिकै छ, रोग छ तर पनि ठिकै छ भन्छ भने पनि होइन, तपाईँले 3 3 महिनामा चेक गर्नुपर्छ। थाइरोइड छ भने पनि चेक गरिरहनुहोस्, सुगर छ भने पनि चेक गरिरहनुहोस् है, त्यो चाहिँ भन्नुपर्छ है हामीले। त्यसै गरी कर्डिबुसले के पनि गर्छ, कोलेस्ट्रलकै कुरा गर्दैछु, टिजी भन्छ ट्राइग्लिसराइड। यो चाहिँ गुलियो कुराहरू धेर भयो भने टिजी बढ्छ थुप्रेर हाम्रो खुनहरूमा, ट्राइग्लिसराइड्स। र कोलेस्ट्रलहरू चाहिँ फ्याटहरू, चिल्लो पदार्थहरू धेरै भयो भने चाहिँ कोलेस्ट्रल बढ्ने हो है, यो कुराहरू चाहिँ। अब यो एलडिएल भन्ने हामीलाई एकदमै नचाहिने, धेरै भयो भने राम्रो हुँदैन हाम्रो शरीरमा। भिएलडिएल, यो भिएलडिएल एलडिएल अनि ट्राइग्लिसराइड्स, यिनीहरू चाहिँ हाम्रो शरीरमा धेरै भयो भने राम्रो हुँदैन है। यो चाहिँ भरिसक्यो हामीले कम नै राखेको राम्रो,
कम नै भएको, यो जुन लेभलमा आउनुपर्छ त्यो भएकै राम्रो। यो बढ्यो भने चाहिँ हाम्रो शरीरलाई दुःख दिन थाल्छ है त। के रहेछ, कर्डी बुस्टले चाहिँ त्यो चाहिँ हाम्रो लेभलमा राख्न मद्दत गर्छ। कसरी? किनकि यिनीहरूको आफ्नो काम छ, यिनीहरूले आफ्नो लेभलमा बस्नुपर्छ। यो धेर भएको जति हाम्रो शरीरबाट टक्सिन्सको रूपमा बाहिर जानुपर्छ, दिशाबाट कि त युरिनबाट, पिसाबबाट, है कि त पसिना। टक्सिन्सहरू त्यसरी बाहिर जान्छ। हो, त्यो चाहिँ यो भइरहने प्रक्रियाहरू चाहिँ हामीले कर्डी बुस्टहरूबाट फाइदा लिन सक्छौँ है त त्यो। अब हामीले कम्बिनेसनहरू हेरौँ है। अब के हुन्छ भने कति केसमा चाहिँ हामीले धेरैवटा प्रोडक्ट पनि सजेस्ट गर्न सक्छौँ, किनकि उस्तै उस्तै केसहरू हुन्छ। तर हामीले भइसक्यो चार, तिनवटा चारवटा प्रोडक्टहरू भन्दा धेरै दिन सक्दैनौँ, किनभने एउटा प्रोडक्ट तिनवटा चारवटासम्म दियो भने पनि ऊ हुनसक्छ, अब इन्टरेक्सनहरू पनि हुनसक्छ है, एउटा प्रोडक्टको अर्कोसँग इन्टरेक्सनहरू हुने। त्यही भएर हामीले भरे चारवटा त्यसम्म दिन सक्छौँ, एउटा यो छैन भने अर्को दिने, है त्यसरी मिलाएर तिनवटासम्म दिने। अब यो नभएको केसमा कडी बुस्ट दिन सक्यो, कडी बुस्ट नहुँदा ज्ञानो प्लस दिन सक्यो, है त्यसरी मिलाएर पनि दिन सक्छौँ। एकैचोटि धेरै अब चार पाँचवटै त खानु पनि भन्न गाह्रो हुन्छ, किनकि मैले भने इन्टरेक्सनहरू हुनसक्छ है। र डायबिटिज हाम्रो शरीरको यो खुनको चालहरू है, कार्डियनले ओभरअल हाम्रो खुन मुटुहरू यो रगत कोशिकाहरू यो सबैलाई राम्रो गर्छ। र डायबिटिजमा भरिसके यो हार्ट एट्याकहरू हुने है, ब्लड प्रेसर बढ्ने, ब्लड भेजा कार्डियनमा चाहिँ त्यो बुस्ट के भने म अघि, के गर्छ हाम्रो मुटुको चालहरू एउटा लेभलमा राखिरहन्छ हामीलाई, है। त्यसै गरी ज्ञानो प्लस योहरू चाहिँ हामीले सजेस्ट गर्न सक्छौँ है त। अर्को कन्स्टिपेसन, कब्जियतमा फ्लोरब, गडसोल, अक्सी प्लस दिन सक्छौँ। यिनीहरूले के गर्छ, कब्जियतमा हाम्रो पेटमा आन्द्रा हुने समस्याहरू घटाउँछ, है। कब्जियत हुँदा त सुक्खापना हुन्छ नि त, सुक्खापना हुँदा फ्लोरब, गर्सल, अक्सिप्लसहरूले चाहिँ के गर्छ, त्यो भित्रको वातावरण बनाउँछ। यसमा भएको प्रोबायोटिक्सहरूले नराम्रो ब्याक्टेरिया मार्छ, राम्रो ब्याक्टेरियाहरू उत्पन्न गराउँछ र इन्जाइमहरू, राम्रो राम्रो इन्जाइमहरू बनिरहन मद्दत गर्छ, जसले गर्दा दिशाहरू पनि एउटा फ्लोमा गइरहन्छ, है। कब्जियत हुँदैन, है। अब हार्ट कन्डिसन, मुटुको मुटुको चालहरू भइरहेछ, मुटुमा समस्या आइरहेछ, डर लाग्छ, आत्तिन्छ, एक्कासी झट 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 हुन्छ, हो यस्तो केसहरूमा हामीले के सजेस्ट गर्न सक्छौँ, कार्डियन, जिन्स्योर, अक्सी प्लस दिन्छौँ है त। अर्को छ इम्युनिटी, इम्युनिटी पावर, है। इम्युनिटी पावरको लागि हामीले अक्सी प्लस र कर्डी बुस्ट दिने है त। इम्युनिटीको समस्याहरू भयो, जस्तै कसै कसैलाई चाहिँ अब रुगा लागिहाल्छ छिटछिटे, है। हप्तामा दुईचोटि, एकचोटि रुगा लाग्यो निको भयो, फेरि पनि लाग्छ, फेरि लाग्छ, फेरि लाग्छ भन्ने चाहिँ हो, यस्तै केसहरू भइरहन्छ होइन, एकदमै यो बिरामी भएको भइ गर्छ भने यस्तो केसमा चाहिँ अक्सी प्लस कर्डी बुस्ट दिन सकिन्छ, है। अर्को फ्याटी लिभरको केस भयो, फ्याटी बोसो जमेको छ लिभरमा भने गडसोल, स्पाइरोलाइफ, ज्ञानो प्लस, कर्डी बुस्ट दिन सकिन्छ। मेन फोकस गडसोल र स्पाइरोलाइफमा गर्ने, है। सँगसँगै ज्ञानो प्लस कर्डी बुस्ट पनि छ। अब यो ज्ञानो प्लस छैन भने कर्डी बुस्ट थप्दा भयो, है यो केसहरूमा चाहिँ। र एकदमै सिरियस केसहरू छ, है, लास्ट स्टेज छ भने चाहिँ कुनै पनि डिजिजहरूमा हामीले यसो सोच्नु चाहिँ पर्छ है त, सप्लिमेन्ट दिनुभन्दा अगाडि। लास्ट स्टेज, इन्ड स्टेज भन्छ हो, यस्तो केसहरूमा चाहिँ हामीले चाहिँ सप्लिमेन्टहरू चाहिँ विचार गरेर मात्रै दिनुपर्ने हुन्छ, है, रिपोर्टहरू हेरेर मात्रै। अर्को डिटक्सिफिकेसनको लागि गडसोल छ, जिन्सेन छ, अक्सिप्लस छ, है। ब्लड प्रेसरको लागि, ब्लड प्रेसर भनेको मुटुको चाल प्रेसरहरू शरीरमा बढेको छ भने चाहिँ कार्डियन, अक्सी प्लस, ज्ञानो प्लस हामीले दिन सक्छौँ। अर्को छ फोक्सो, है, पल्मो। पल्मो भनेको यो हाम्रो फोक्सोसँग भयो र त्यसैलाई पल्मोक्सिन न्युट्रा दिन भयो। अर्को खोकी लागिरहन्छ, ब्रोन्काइटिस, यो हाम्रो ब्रोन्कसको एरियामा अब घाउहरू भएको छ, सुन्निएको छ, हो। अनि टन्सिलहरू भइरहन्छ, छ पिनास बिग्रेको छ कसैको,
कि त फोक्सोको समस्या छ हो, यस्तो केसहरूमा हामीले पल्मोक्सिन, न्युट्राल, स्पाइरोलाइफ र अक्सी प्लस दिन्छौँ। अब यहीँबाट हेरौँ है त, स्पाइरोलाइफ किन? किनभने स्पाइरोलाइफ अघि हामीले हेरेको थियौँ एलर्जीहरूबाट